मेरो वास्तविक प्रेमलाई मैले खुट्टाले कुल्चिस। ए दुष्ट, अब त नाश हुनेछस्। यसलाई आगोको धुनीबाट फ्यालिदे। थुमाको बलिदानमा विश्वास गर्नेहरू हामी आनन्द मनाऊ, रमाऊ, खुसियाली मनाऊ। यो नाटकबाट हामीले धेरैवटा कुराहरूलाई हामीले सिक्न सकेका छौँ। परमेश्वरले कसरी जगतको उत्पत्ति गर्नुभयो अनि कसरी मानिसलाई सृष्टि गर्नुभयो अनि अन्तमा मान्छेले गरेको कर्मको कसरी न्याय हुन्छ भन्ने कुराहरू हामीले यो नाटकद्वारा प्रत्यक्ष देख्न सकेका छौँ। भनेदेखि